साथीहरू आज म यो साबुदानाको खिर बनाउन लागिरहेको छु। कस्तो हुन्छ अब म स्टार्ट गर्न लागिरहेको छु र मेरो साथमा यहाँ सबै सामानहरू जुटाएको छु। अब म यसलाई तयारी गर्न लागिरहेको छु र भरे के कस्तो हुन्छ भन्नुलाई है त। धन्यवाद। आज म नयाँ रेसिपी, नयाँ त होइन र पनि अब यो पुरानै भए पनि आज म साबुदानाको खिर बनाउन लागिरहेको छु र यो साबुदाना उसिनेर राखेको छु र यहाँनिर खजुर काटेर, एप्पल, बनाना, छोटा अलैँची, काजु, किसमिस, बदाम र यो कस्टर्डलाई घोलेर र यो दुधमा चाहिँ आज म यसलाई मजाले खिर बनाउँ भनेर सोचिरहेको छु र कस्तो हुन्छ भरे भइसकेर फाइनल देखाउँला है त। धन्यवाद। मैले अहिले कस्टर्ड, चिनी र दुध हालेर यो मिक्सअप गर्दैछु। अब यसमा म साबुदाना हाल्नेछु र पहिला यसलाई मजाले यसरी चलाउनु पर्छ, नभए यो डल्लिन्छ। यो कस्टर्ड हालेपछि डल्लिन्छ र यसलाई मैले मजाले मिक्स गरेर हालिरहेको छु है त। अब म यहाँ काजु, किसमिस, बदामहरू हाल्दैछु है त। यो अब पाक्नु आँटेको छ र काजु, किसमिस, बदाम हालेर यसलाई मजाले फिट्नुपर्छ यसरी। तयारी अवस्थामा आउनु आँटेको छ र यो अब फाइनल हुनु आँटेको छ र यसलाई अब यति गरेपछि एकछिन सेलाएर त्यहाँदेखिको फ्रुटहरू जति पनि छ त्यो फ्रुटहरू हाल्नुपर्छ। अलिकति कडा बनाएपछि है त। र अब फाइनलमा आउनु आँटेको छ है। धन्यवाद। र साथी हो फाइनल चाहिँ यस्तो भयो। अब मैले यहाँनिर खजुर, एप्पल, बनाना र मरमसला, यो छोटा अलैँचीहरू सबै हालेर, चिनीहरू सबै हालेर फाइनल चाहिँ यस्तो भयो है साथी। अब यो खानालाई रेडी छ है त। ल आजको स्पेसल डिस र यो तपाईँहरूसँग बनाएर सेयर गरिरहेछु है त। यो चाहिँ अब फाइनलमा पुगेको छ। अब यसलाई हामी टेस्ट गरेर हेर्छौँ कस्तो भयो, के भयो, गुलियो कस्तो छ। अब यसलाई हामी टेस्ट गर्दैछौँ है त। फाइनल चाहिँ यो है त। अब म यसलाई टेस्ट गर्दैछु र कस्तो भयो आजको यो रेसिपी। र यो चाहिँ हो साबुदानाको खिर र यसलाई म अब टेस्ट गर्दैछु है त। एक नम्बर। यो चाहिँ एकदम हेल्दी, फ्रुटले भरिएको र फुर्सदको बेलामा साथीहरूले यसलाई बनाएर खानु होला भनेर चाहिँ म तपाईँहरूसँग सेयर गरिरहेको छु। र एकदम दामी हुँदो रहेछ। यो चाहिँ व्रततिर खाने यस्तोतिर खुबै राम्रो हुन्छ र आज हाम्रो मध्याह्न भोजन है यो। A1।